Hey guys, सम्पूर्णलाई नमस्ते। वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी बिरयानीको रेसिपी बनाएर खान लागेको छौँ। हामी छुट्टीको दिन पारेर आज सबैजना मिलेर खानाहरू बनाएर खाने भन्ने प्लान गरेको भएर आज चाहिँ खाना बनाएर हाम्रो खानाहरू पनि रेडी भइसकेको छ। विशेष गरेर चाहिँ यो खानाको रेसिपी बनाउन आउने हाम्रो दाइ हुनुहुन्छ र साथै हाम्रो सिङ्गो हुनुहुन्छ। अनि हामी चाहिँ हल्का हेल्प मात्र गरिदिने हो, खासै हामीलाई चाहिँ पकाउन आउँदैन। एकदम हेर्दा त मिठो छ जस्तो छ। अब हाम्रो चाहिँ सन्डेको दिन जहिले पनि छुट्टी हुने भएको भएर खासमा के गर्नु भनेर एकदम अल्छी लाग्छ नि त। त्यही भएर चाहिँ हामी सबैजना मिलाएर खानाहरू तयारी गरेर जहिले पनि यस्तै गरी मौसमले साथ नदिने भएर आज चाहिँ हामी सबैजना रुममै बसेर खानाहरू पकाएर खाने प्लान गरेको भएर सबैजना आज हामी खाना रेडी गर्दैछौँ। र खानाको लगभग तयारी पनि भइसक्यो। अहिले यहाँ हाम्रो सिङ्गोले मिलाउँदै हुनुहुन्छ। जे होस्, केटा मान्छे भएर पनि एकदम मिठो खानेका परिकारहरू बनाउन जान्नुहुनेछ उहाँ दाइहरूले चाहिँ। यो चाहिँ एकदम केटा मान्छेलाई खाना बनाउन आउँदैन भन्ने मान्छेहरूको लागि एकदम चुनौतीपूर्ण कुरा हो। ल हाम्रो अचार, यो चाहिँ हाम्रो सलाद। अब हामी खाना पस्काउन लाग्दैछौँ। यो चाहिँ हामी काउलीको अचार बनाएको यो साग लगायत यो चाहिँ हाम्रो स्पेसियल पुलाउ। सलादहरू एडजस्ट राम्रोसँग गर्नुभएको छ हाम्रो मित्रले। यस्तै हो, परदेशमा बसिसकेपछि सबैजना मिलेर बस्नुपर्छ, रमाइलो गर्नुपर्छ एक आपसमा। जस्तो भयो नि छुट्टीको दिनमा अल्छी लाग्छ, कामको दिनमा त काम भएर एकदम बिजी हुने भएकोले खासै यस्तो परिकारहरू बनाउने यताउति टाइमहरू नहुने भएकोले हामी चाहिँ प्रायः छुट्टीमा यस्तै खानेकुराहरू बनाउने गर्दछौँ। सबैजनाको परदेशी लायक सबैजना जहाँ सुकै ठाउँमा जस्तोसुकै तरिकाले भए पनि रमाइलो गर्न चाहिँ छोड्नुहुन्न। यो भिडियोमा ओरिजिनल साउन्ड चाहिँ मैले राख्न सकिनँ, त्यसको लागि सरी। किनकि यहाँ चाहिँ एकदमै गीत बजाइएको थियो, त्यस्तो हुँदाखेरि कपिराइट लाग्न सक्छ। त्यसैले चाहिँ मैले ओरिजिनल भिडियोको ओरिजिनल साउन्डलाई चाहिँ म्युट गरिदिएको छु। यसमा चाहिँ एकदम बाहिरबाट गीत बजाइएको थियो, त्यही भएर चाहिँ मैले म्युट गरिदिएको हो। त्यस्तो अवस्थामा कपिराइट लाग्न सक्छ कन्टेन्टमा, सो मैले चाहिँ म्युट गरिदिएको छु। यो चाहिँ गाजर, मुला लगायत अन्य गेडागुडी लगायत यो चाहिँ तरकारी हाम्रो। यो चाहिँ साग पनि स्पेसियल बन्नेछ। के बाल तरिकाले एडजस्ट गर्नुभएको छ। मैले हल्का जुम गरेर देखाएको छु, बुझ्नु होला। टक्क हाम्रो बियर पार्टी पनि चल्ने अवस्था छ, तर बियर चाहिँ अब कसैले खाने कसैले नखाने हुनुहुन्छ यहाँ। त्यसैले नखानेहरूको लागि पनि जुस तयारी हुनेछ। ल हाम्रो चाहिँ अब खाना सुरु। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु भएकोमा धन्यवाद। हो भने आजको भिडियो यति नै धेरै लामो भयो जस्तो लाग्यो, त्यो पनि ठिकै छ, केही छैन। फेरि अब नेक्स्ट भिडियोमा भेट्नेछौँ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।